नेपालमा हालैको चुनावपछि देशभरि नै एउटा नयाँ आशा, एउटा परिवर्तनको लहर देखिएको छ। तर यो राजनीतिक परिवर्तनको असर हाम्रो खेलकुद, खास गरी हामी सबै नेपालीको प्रिय खेल फुटबलमा चाहिँ कस्तो पर्ला? आउनुहोस् आज हामी यही विषयमा अलिक गहिरिएर कुरा गरौँ। चुनावको नतिजाले एउटा कुरा त एकदमै स्पष्ट पारेको छ कि जनता अब पुराना राजनीतिक शक्तिहरूभन्दा नयाँ विकल्प खोजिरहेका छन्। यो सङ्केत राजनीतिमा मात्रै होइन, यो त देशको समग्र प्रणालीमै परिवर्तन चाहिएको छ भन्ने एउटा ठूलो सङ्केत हो। यसैले हामीलाई आजको सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा ल्याइपुर्याउँछ, के राजनीतिको यो नयाँ मोडले नेपाली फुटबलको भविष्यलाई पनि एउटा नयाँ दिशा दिन सक्ला त? यो प्रश्न साँच्चै महत्त्वपूर्ण छ, किनभने फुटबलको अवस्था र देशको समग्र व्यवस्थापन बीच नङ र मासुको जस्तै सम्बन्ध छ। नेपाली फुटबलको वास्तविक अवस्था कस्तो छ त्यसमा एकछिन नजर लगाऊ। यहाँ एउटा अनौठो विरोधाभास छ के एकातिर फुटबलप्रतिको क्रेज, त्यो जनसमर्थन हेर्ने हो भने अपार छ, तर अर्कोतिर मैदानमा हाम्रो प्रदर्शन सधैँ सङ्घर्षमै बितिरहेको छ। काठमाडौँका साँघुरा गल्ली होस् वा गाउँका धुलाम्मे मैदान, जहाँ हेऱ्यो त्यही फुटबलको क्रेज देखिन्छ। हजारौं युवाहरू मनमा एउटै सपना बोकेर दिनरात बलसँग खेलिरहेका हुन्छन्, एक दिन राष्ट्रिय टिमको जर्सी लगाउने। यो जोस, यो प्रतिभा नै हाम्रो फुटबलको सबैभन्दा ठुलो सम्पत्ति हो। हेर्नुहोस् त, एकातिर यत्रो ठुलो क्रेज, प्रतिभा र सपना छ, तर अर्कोतिर मैदानमा लगातारको सङ्घर्ष, एकदमै कमजोर व्यवस्थापन र पूर्वाधारको त कुरै नगरौँ। आखिर यस्तो किन भइरहेको छ? यो खाडलको खास कारण के हो त? यसको जवाब खोज्दै जाँदा हाम्रो ध्यान अखिल नेपाल फुटबल सङ्घ अर्थात् एन्फातिर जान्छ, किनभने नेपालमा फुटबलको सम्पूर्ण व्यवस्थापन र सञ्चालन गर्ने जिम्मेवारी यही संस्थाको काँधमा छ। तर के समस्या खेलाडीमा मात्रै हो त? पक्कै पनि होइन। खास समस्या त व्यवस्थापनमा छ। एन्फाले नियमित प्रतियोगिताहरू समेत आयोजना गर्न सकिरहेको छैन। फुटबल विकासको लागि कुनै स्पष्ट भिजन देखिँदैन र देशभर पूर्वाधारको अवस्था त एकदमै दयनीय छ। यो एउटा भनाइले नै हाम्रो वास्तविकतालाई छर्लङ्ग पार्छ। सोच्नुहोस् त, जब खेलाडीहरूले अभ्यास गर्नका लागि एउटा सामान्य घाँसे मैदान समेत पाउँदैनन् भने उनीहरूबाट अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनको आशा कसरी गर्न सकिन्छ र? यो त एकदमै गम्भीर विषय हो। ल, समस्याहरूको कुरा त धेरै भयो, अब समाधानतिर लागौँ न त। नेपाली फुटबललाई एउटा नयाँ उचाइमा पुर्याउन तीनवटा मुख्य आधारहरूमा काम गर्नै पर्छ। नेपाली फुटबलको भविष्य भनौँ न तीनवटा बलिया खम्बाहरूमा अडिएको छ। पहिलो पूर्वाधार, दोस्रो युवा विकास र तेस्रो एउटा बलियो घरेलु लिग। यी तीन कुरा बिना नेपाली फुटबलको भविष्य बलियो हुन सक्दैन। पहिलो आधार पूर्वाधारको कुरा गरौँ। जबसम्म देशभरि आधुनिक ट्रेनिङ सेन्टर र फुटबल एकाडेमीहरू बन्दैनन् तबसम्म हामीले नयाँ प्रतिभाहरूलाई सही तरिकाले तिखार्न सक्दैनौँ। यो नै पहिलो र अनिवार्य शर्त हो। अब दोस्रो आधार युवा विकासमा जाउँ। विश्वका सफल फुटबल देशहरूलाई हेर्ने हो भने उनीहरूले सानै उमेर मतलब 12-13 वर्षदेखि नै खेलाडीहरूलाई एकदमै व्यवस्थित तालिम दिन थाल्छन्। हामीले पनि विद्यालय स्तरबाटै लिग प्रणाली सुरु गर्न सक्यौँ भने भविष्यका लागि बलिया खेलाडीहरू तयार गर्न सक्छौँ। र तेस्रो तर उत्तिकै महत्त्वपूर्ण आधार हो बलियो घरेलु लिग। जब देशको लिग प्रतिस्पर्धात्मक हुन्छ, खेलाडीहरूले नियमित रूपमा उच्च स्तरको म्याच खेल्न पाउँछन्। यसले उनीहरूको क्षमता बढाउँछ र अन्ततः राष्ट्रिय टोलीलाई नै बलियो बनाउँछ। तर यी सबै सुधारका कामहरू के फुटबल सङ्घले एक्लै गर्न सक्छ त? पक्कै सक्दैन। हो, यहाँनिर सरकारको भूमिका एकदमै महत्त्वपूर्ण हुन्छ। यो कुरा बुझ्न एकदमै जरुरी छ कि यति ठुलो प्रणालीगत परिवर्तनका लागि फुटबल सङ्घको प्रयास मात्रै पर्याप्त हुँदैन। यसमा राज्यको प्रत्यक्ष र अर्थपूर्ण सहभागिता चाहिन्छ नै। त्यसो भए सरकारले के गर्नुपर्छ त? पहिलो, एउटा स्पष्ट राष्ट्रिय खेलकुद नीति बनाउनु पर्छ। दोस्रो, पूर्वाधार निर्माणमा सिधै लगानी गर्नुपर्छ। र तेस्रो, फुटबलको विकासका लागि एउटा दीर्घकालीन योजना बनाएर त्यसलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ। हामीले यो कहिल्यै बिर्सनु हुँदैन कि फुटबल भनेको खालि एउटा खेल मात्र होइन, यो त हाम्रो राष्ट्रिय पहिचानको एउटा महत्त्वपूर्ण हिस्सा हो। यो हजारौं युवाहरूको सपना र आशाको केन्द्र हो। त्यसैले यसमा गरिने लगानी भनेको देशको भविष्यकै लागि गरिएको लगानी हो। अब हामी यो चर्चाको अन्त्यतिर आइपुगेका छौं र यहाँ एउटा प्रश्न उठ्छ जसले आउने दिनहरूको दिशा कता जान्छ भन्ने निर्धारण गर्नेछ। र त्यो प्रश्न हो,
के देशमा परिवर्तनको नेतृत्व गर्न आएको यो नयाँ सरकारसँग नेपाली फुटबललाई साँच्चीकै नयाँ उचाइमा पुर्याउने त्यो भिजन, त्यो योजना र त्यो इच्छा शक्ति छ त? यसको जवाफले नै नेपाली फुटबलको आउने दिनहरू कस्तो हुनेछ भनेर निर्धारण गर्नेछ।